हेलो एभ्रिबडी वेलकम टु माई न्यू भिडियो। सो म चाहिँ हल्का स्किन केयर गरौँ भनेर हजुरहरूको अगाडि अहिले चाहिँ लाइक 8:30 भइसक्यो अनि म चाहिँ हल्का आज बिरामी थिएँ। भोइसले पनि हजुरले थाहा पाउनु भयो होला। मलाई चाहिँ एकदमै लाइक पिरियड्समा गाह्रो हुन्छ कि अति नै गाह्रो हुन्छ मलाई। सो दिनभरि सुतेको धेरै सुतेर मेरो आइज पनि हेर्नु न एकदमै त्यो लाइक सुन्निरहेछ कि सुन्नेको जस्तो भइरहेछ कि आँखा पनि म दिनभरि ननस्टप सुतेको कि लाइक 12 बजी 1 बजीतिर सुप खाएर अनि म एकैचोटि 6 बजी उठेको के 6 बजी उठेँ अनि फेरि आज मुख पनि धोएको थिएन, ब्रस पनि गरेको थिएन दिनभरि सुतेर। अनि अहिले चाहिँ होइन झ्याउ लाग्यो कि अब दिउँसो सुतेपछि होइन निद्रा पनि त्यस्तो लागिरहेको छैन नि त। सो के गरौँ भन्ने भइरहेको थियो, बोर भइरहेको थिएँ। अनि सो नाइट स्किन केयर गरौँ न भनेर, किनकि हिजोदेखि चाहिँ एकदम बिरामी भएर सुते पल्टै भइरहेछ नि त। सो त्यही भएर मलाई चाहिँ होइन यस्तो हुन्छ कि खाना खान मन पनि लाग्दैन है 3 डेजसम्म। अरू केही स्पाइसी कुराहरू होइन त्यस्तो मात्र खानु मन लाग्छ, चक्लेटहरू। मैले चाहिँ त्यही भएर करेन्ट अनि अन्डा बोइल गरेर खाएँ होइन। त्यो झन् पिरो त्यस्तो त नखानु भन्छ है, तर के गर्ने कि अब खानै खानु मन लाग्दैन, गुलियो पिरो होइन त्यस्तो चटपटाको क्रेभिङ हुन्छ नि त। सो त्यही भएर मैले चाहिँ करेन्ट अन्डा खाएँ। त्यो क्लिप्स पनि म एड गर्छु। अनि त्यही हो, आजको दिन चाहिँ एकदमै लाइक दिनभरि सुतेर नै गयो। अनि म भिडियोजहरू यताउता केही बनाउन पनि पाएन। इभन लाइक के अरे फोन पनि म टच गरेन कि दिनभरि। आई मिन फोन पनि हेरेन कि मैले। कस्तो इरिटेट हुन्छ कि मलाई होइन। अनि एकदमै मुड स्विङ हुन्छ, त्यही भएर कोहीसँग बोल्दैन यताउता होइन। एक्लै सुतिरहेको हुन्छु कि यस्तै छ होइन। मैले चाहिँ यो मेकअप रिमुभर होइन, मेकअप त छैन त्यो पनि अब लाइक यही छ कि मसँग टिस्यु, वेट टिस्यु। मैले फेस वास चाहिँ अघि भर्खरै गरेर होइन दिनभरि यत्तिकै थिएँ अनि फेस वास गरेँ। स्किन त जे भयो नि अब केयर गर्नु पऱ्यो नि त। अनि त्यही भएर फेस वास गरेँ। अब चाहिँ म के लगाउँछु त्यही पनि हजुरहरूलाई थाहा छ होइन। आई मिन अरू पुरानो भिडियोजहरू हेर्नु भएको छ भने मैले त्यहाँ पोस्ट गरेको छु। आई मिन मेरो नाइट स्किन केयर अनि इन्स्टामा पनि छ, युट्युब सर्चतिर पनि छ होइन, हेर्नु होला। फर्स्टमा होइन मोइस्चराइजर लगाउँछु अनि फेरि यो बेबी जोन्सनवाला एकदम राम्रो लाग्छ मलाई चाहिँ यो, किनकि ड्राई स्किन भएर है, एज यु नो गाइज अलरेडी। बिस्तारै बोलिरहेको छु कि म, कस्तो त्यो एनर्जी नै आइरहेको छैन कि आज होइन। अब गर्ल्स प्रब्लम होइन, थाहा छ हजुरहरूलाई। एनर्जी आएको छैन, एकदमै अल्छी फिल भइरहेछ कि पल्टिराख्न मन त्यस्तो टाइपको। म चाहिँ होइन स्किन केयर मात्र गर्दैन कि आफ्नो फेसलाई मात्र, म घाँटीतिर हातहरूतिर पनि गर्छु। किनकि अब होइन अभियसली यो त एकदमै देखिने पार्ट हो नि त, ह्यान्ड हजुरको नेकहरू है। त्यही भएर फेसमा मात्र दलेर पनि हुँदैन होइन। ठ्याक्क लेभल मिल्छ कि फेस र यो नेक होइन, ह्यान्डहरू। ह्यान्ड त मेरो एकदम केटा जस्तो छ होइन, एकदमै ड्राई छ। जति केयर गरे पनि लाइक बच्चैदेखि त्यस्तै हो क्या मेरो हात होइन, अलिक चाउरी परेको टाइपको। अनि काम गरेको जस्तो त्यो मम्मीहरूको जस्तो हुन्न, त्यो रफ टाइपको ह्यान्ड छ कि। मोइस्चराइजर होइन ह्यान्ड क्रिम जति लगाए पनि लाइक मेरो हात त्यस्तै नै छ कि। त्यही भएर मैले प्राय नेल्स गरिरहेको हुन्छु, यताको त निकाल्दै होइन, धेरै फोहोर भएको जस्तो लाग्यो। किनकि यो हातले धेरै काम गरिन्छ नि त, आई मिन भाँडाहरू माझ्ने यताउता किचनको कामहरू भयो होइन। त्यही भएर यहाँ फोहोर भएर चाहिँ निकालिदिएँ। अब छिटै एउटा सुट छ त्यसको लागि चाहिँ मैले गर्छु होला, मेबी गर्छु गर्दैन तर आइ एम नट स्योर। किनकि
अलिकति होइन नेल पनि एकदमै त्यो एक्सटेन्सन गर्दा गर्दा एकदम विक भइरहेछ कि मेरो। अलिकति 1-2 हप्ता चाहिँ म ब्रेक दिन्छु भनेर सोचिरहेको छु। तर लेट्स सी होइन, हात नराम्रो भएपछि पनि गाह्रै हुन्छ कि अब एभ्री टाइम एक्सटेन्सन गर्नु पऱ्यो यताउता होइन। भिडियोज बनाउने मान्छेलाई कति प्रिटी देख्छ नि त। सो यो चाहिँ होइन हजुरलाई थाहा छ, म अलरेडी देखाएको पनि थिएँ। आफ्टर युज मोइस्चराइजर, त्यसपछि म यो लिक्विड लाइक यो चाहिँ मैले होइन होममेड बनाएको, आई मिन मिक्स्ड गरेर बनाएको हो। लेमन जुस एड गरेको हो, अनि ग्लिसरिन अनि गुलाब जल। अनि यो चाहिँ यति यो बट्टामा पनि होइन लाइक भाइटामिन सी सेरमको यो बट्टामा पनि मैले भरेर राखेको थिएँ। अनि एभ्री डे युज गर्दा चाहिँ यो अलिकति मात्रा छ सक्यो होइन। अनि यसमा पनि अलिकति मात्रा छ। यो सकेपछि मेबी मैले बनाउँछु होला फेरि, त्यो कसरी गर्छु, कति कति उसमा राख्छु होइन, क्वान्टिटी कति गर्नुपर्छ भनेर एड गर्नुपर्छ भनेर म हजुरहरूलाई त्यो पनि छुट्टै भिडियो बनाएर देखाउँला इफ इन्ट्रेस्टेड हुनुभयो भने। यो चाहिँ होइन एकदमै राम्रो छ कि लाइक होइन, अब त्यो सबै छ नि त ग्लिसरिनहरू भएपछि ड्राई स्किनलाई यस्तो राम्रो गर्छ होइन, यति राम्रो छ यो। अनि स्किन यत्तिकै 3-4 ग्लास पानी खाएर अगाडि बसे जस्तो देख्छ क्या क्यामेरामा पनि। एभ्री डे युज गर्छु। अनि मेरो मम्मीलाई पनि यत्रो बट्टा बनाएर पठाइदिएको थिएँ कि मैले। मेरो मम्मीको पनि हात खुट्टाहरू एकदमै रफ छ कि होइन, त्यही भएर मम्मीको लागि पनि यो युज गर्नु भनेर पठाएको थिएँ। अनि फेरि यो गर्दै बोल्न आउँदैन क्या मलाई, बिर्सिन्छु। अनि मम्मीलाई पनि एकदमै मन पऱ्यो अरे होइन। लाइक यो सेरम चाहिँ होइन है, यो अलिकति छ नि त के भन्छ। अनि यो सकाउँछु र अनि त्यो अर्को युज गर्छु भनेर कि फेरि बनाउनु पनि पर्नेछ। कस्तो राम्रो छ क्या, अति नै मनपर्छ मलाई त। त्यही मेरो चाहिँ होइन नाइट स्किन केयर होइन, हजुरले देखिहाल्नु भयो त्यस्तो धेरै के पनि गर्दिनँ कि, किनकि होइन धेरै दलेर पनि त्यो राम्रो होइन लाइक अब त्यो बाहिरबाट हेल्दी देख्दैन जस्तो लाग्छ कि। आई मिन अब भित्रैबाट राम्रो बनाउनुको लागि त खानेकुरामा मोस्टली ध्यान दिनु पऱ्यो नि त। अनि लाइक अब पानीहरू होइन, पानी भेजिसहरू यताउता त्यो भयो भने चाहिँ भित्रदेखि हेल्दी देखिन्छ। अनि हजुरको मेकअप पनि राम्रो देखिन्छ कि होइन, टक्क ग्लोइवाला त्यो देखिन्छ क्या। यो भाइटामिन सी सेरम पारी पारी पुग्छ त हो, फेसमा जाइ लाग्दैन, पारी पारी पुग्छ। यस्तो ड्याप ड्याप गऱ्यो होइन। यो सेरम त होइन मैले कतिचोटि बोलिसकेँ, जति तारिफ गर्दा पनि पुग्दैन कि, कस्तो चाहिँ राम्रो छ कि होइन, एकदमै राम्रो छ कि। लास्टै त्यो मेरो फेभरेट लिस्टमा भनेको नाइट स्किन केयर यो भयो। अनि यो मैले एड गरेको वाला लाइक होममेड त नभनौँ होइन, त्यो लिक्विड सी कस्तो राम्रो छ। एउटा कुरा चाहिँ होइन, हजुरले जति धेरै त्यो प्रोडक्ट युज गर्नुहुन्छ त्यति धेरै स्किन राम्रो हुन्छ भन्ने कुरामा चाहिँ म ट्रस्ट गर्दिनँ कि। किनकि होइन अब आफ्नो स्किनले कति धेरै कुराहरू टलरेट गरेको हुन्छ, अलरेडी कति धेरै कुरामा सफर गरेर हुन्छ। लाइक एभ्री डे न्यू मेकअप, नयाँ लुक्स, फाउन्डेसन होइन, घरि त्यो होइन, अरूले लगाएको देख्यो भने म ट्राई गर्छु। कति धेरै केमिकल होइन, कति धेरै कुराहरू हामीले आफ्नो फेसमा ट्राई गरेको हुन्छ नि त। त्यही भएर त्यो धेरै लगाएर चाहिँ राम्रो हुँदैन जस्तो लाग्छ कि। आई मिन त्यो होइन, झन् भन्नुहुन्छ नि अरूहरूले जति केयर गर्यो त्यति, त्यो कुरामा चाहिँ म विश्वास गर्दैन कि। लाइक होइन म चाहिँ एकदम थोरै प्रोडक्ट युज गर्छु, इभन मेकअपमा पनि होइन, विच इज यु गाइज अलरेडी नो अबाउट द्याट होइन। त्यही हो, यति नै हो कि मेरो डन। कस्तो राम्रो देखाएको छ कि स्किन।
सो एउटा कुरा चाहिँ होइन म जहिले पनि लाइक लिप बाम भन्दा पनि भ्यासलिन प्रिफर गर्छु किनकि मेरो फेभरेट हो कि लाइक मेरो लिप्सको लागि अति मजाले लाग्छ कि त्यही हो सबैको आफ्नो आफ्नो हुन्छ होइन आफूलाई अब के सुट गर्छ स्किन वाइज होइन अब लिपस्टिक यताउता हजुरहरूलाई जे सुट गर्छ त्यो लगाउनुपर्छ कि होइन त्यो धेरै अरूको देखेर यो पनि राम्रो रहेछ ट्राई गर्छु यो पनि राम्रो रहेछ ट्राई गर्छु भन्यो भने झन् बिग्रिन्छ जस्तो लाग्छ कि हजुरलाई अलरेडी एउटा प्रोडक्टले होइन रिजल्ट देखाइरहेछ भने द्याट्स इनफ के धेरै यताउता होइन युज गर्नु हुँदैन जस्तो लाग्छ मलाई त अब सबैको आफ्नो आफ्नो हो होइन मैले त्यसरी भन्न खोजेको होइन मलाई अब यति नै हो कि म एकदम लेस प्रोडक्ट युज गर्छु होइन मेकअपमा पनि होइन अलरेडी थाहा छ हजुरहरूलाई हेर्नु भएको छ भने धेरै त्यो झिप्पाए त्यो गर्दैन कि अब यति नै हो कि होइन यो चाहिँ मेरो करेन्ट अनि एग बोइल एकदमै मनपर्छ पिरियड्सको टाइममा खानलाई अनि यो चाहिँ मैले बिचमै एड गर्छु भनेको थिएँ सो बिर्सेर लास्टमा भयो अनि आफ्टर स्किन केयर चाहिँ हल्का फ्रुट्स अनि चक्लेट केक खाएँ होइन अनि सुतेँ बाई बाई थ्याङ्क यू फर वाचिङ